बगैँचामा फुलेका फुलहरू आमा हुन् भने ती ससाना कोपिलाहरू प्रतिबिम्बित भएका छन् हामी भनी, हो हामी भनी। जसरी बलिरहेको दियो हामी हौँ भने त्यसको पग्लिदो मैन आमा हुन्। आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको 4 गते अर्थात् माता तीर्थ औँसी। यस उपलक्ष्यमा विद्यार्थी भाइ बहिनीहरूद्वारा प्रस्तुत गरिएको आमा शीर्षकमा रहेका विभिन्न लेख रचनाहरू हामी सुन्नेछौँ। होप यु विल इन्जोय द भिडियो। आजको टपिक आमा रहेको छ। पहिले त म जननी जन्मभूमि स्वर्गदपि गरिएसी भनेर सुरुवात गर्न चाहन्छु। आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन् र म हजुरको प्यारो छोरी आज हजुरबाट टाढा हुँदा आमाको अझै धेरै माया अनि आमाको महत्त्व थाहा भइरहेको छ। हजुर जस्तो सरल शीतल र धैर्य जीवन बाँच्ने महिला आफ्नो परवाह नगरी आफ्नो परिवारका लागि जहिले त्याग समर्पण र माया दिन तयार मेरी आमालाई धेरै माया। मृत्यु दिने त धेरै छन् संसारमा तर जन्म दिने मात्र आमा। केही कुरा नभनी नै आफ्नो कुरा महसुस गर्न सक्ने मेरी आमा। हजुर बिना मेरो जीवन न त सम्भव छ न त खुसी नै छ। आमा शब्द नै काफी छ, मनमा धेरै कुरा आए पनि पानामा बयान गर्न सकिन। धेरै माया अनि न्यानो सम्झना मेरो प्यारो आमालाई। ह्याप्पी मदर्स डे। आमा दुई शब्दले बनेको शब्द आमा हेर्दा सानो देखिए तापनि यसमा लुकेका भावना माया ममता जति धेरै पन्नामा लेखे पनि म वर्णन गर्न सक्दिनँ। 19 वर्षको उमेरमा रमाउने उमेरमा मलाई जन्म दियो आमा। तिमीले त्यो पल कसरी बितायो होला अहिले सम्झँदैछु। आफ्नो शैक्षिक यात्रालाई बिचमै पूर्ण विराम गराएर मलाई नेपाली अक्षर चिनायो आमा। तिमी महान छौ। मकै कोड्न गाउँमा जाँदा छोरालाई केही हुन्छ कि भनेर सल्को बोक्ने बनाएर लान्थ्यो आमा। तिम्रो छोरा पनि ठुलो भएको छ आमा, मेहनत गर्दैछ, छिट्टै आफूले कमाउने भएपछि केही उपहार दिन हुन्छ। तिमीले हिँडाएको मार्गदर्शनमा हिँडिरहेको छु। तपाईँको त्यो मेहनती शैली मैले नि सिक्दैछु आमा। मलाई मायाको भाव खुल्ला रूपमा व्यक्त गर्न सक्दिनँ तर माया असाध्यै गर्छु। अर्को जुनिनी तिम्रै छोरो भएर जन्मन पाउने आमा। तिम्रो छोराले एक दिन साँच्चै नै तिमीलाई गर्व महसुस गराउनेछु आमा। यो मेरो बाचा भयो। जननी र जन्मभूमि प्राणभन्दा नि प्यारो हुन्छ। अहिले समाज हेर्दा फरक बाटोमा डोलिरहेको छ। हामीले के चेतना राख्नु पर्दछ भने आफ्नो आमा फोहोरी छिन् भन्दैमा अरूको राम्रो आमालाई मेरो आमा भन्न मिल्दैन। आफ्नै फोहोरी आमालाई राम्रो बनाउने र अपनाउने हो। र अब सानो एक हरफले कविता छ है यो चाहिँ। मेरी आमा। संसार देखाउने तिमी, दुःखमा साथ दिने तिमी, मेरो हर्षमा रमाउने तिमी, एक्लोपनमा साथ दिने तिमी, पहिलो गुरु नि तिमी मेरी आमा। र अन्त्यमा आमा तिमी साँच्चै नै महान छौ। मेरो उमेर नि तिमीलाई लागोस्, तिमी सधैँ अमर रहौ। तिमी बिनाको एक पल नि कल्पना गर्न सक्दिनँ है आमा। मेरो भगवान सधैँ टाढा बस्ने। तिम्रो काख मेरो सुरक्षित स्थान, तिम्रो काख मेरो सुरक्षित स्थान, तिम्रो माया अनमोल। तिम्रो काख मेरो सुरक्षित स्थान, तिम्रो माया अनमोल अमूल्य वरदान। हरेक चोटमा मलम बनेर आउँछौ, हरेक चोटमा मलम बनेर आउँछौ आमा। तिम्रै नै मेरो पहिचान। हरेक चोटमा मलम बनेर आउँछौ आमा। तिमी नै मेरो पहिचान। आमा तिमी बिना संसार रित्तो लाग्छ, आमा तिमी बिना संसार रित्तो लाग्छ। तिम्रो माया सबैभन्दा मिठो लाग्छ, तिम्रो माया सबैभन्दा मिठो लाग्छ। आमा तिमी मेरो पहिलो पाइला हो, आमा तिमी मेरो पहिलो पाइला हो। ममता की खानी हो, ममता की खानी हो, मेरो खास हो, मेरो जिउने आधार हो। तिमी मेरो सधैँ साथ हो आमा। तिमी मेरो पहिलो पाइला हो, ममता की खानी हो, मेरो खास हो, मेरो जिउने आधार हो, मेरो भरोसा हो, मेरो साथ हो, मेरो सबै थोक हो आमा। भनिन्छ जन्म दिने आमा भन्दा ठुलो कर्म दिने आमा हुनुहुन्छ। आमा हजुरले मलाई यो संसारमा ल्याउनु भयो तर
हजुरआमाले मलाई यो संसारमा बस्न सिकाउनु भयो। त्यसैले त हरेक मदर्स डेमा हजुरको अनुहारभन्दा अगाडि मलाई हजुरआमाको अनुहार सम्झना आउँछ। जब मलाई बाहिर राखेर पढाउने कुरा हुँदै थियो, आमा हजुरले त मसँग लुकेर रुनुभयो, तर हजुरआमाले मेरै अगाडि रुनुभयो। हजुरआमा भन्दै हुनुहुन्थ्यो, नजाऊ नानी बाहिर पढ्न, के थाहा अर्कोचोटि फर्किँदा म हुँदैन होला। तर मलाई के थाहा, अर्कोचोटि फर्किँदा उहाँको हाँसोको अनुहारको सट्टा फुलको माला देख्न पाउँछु। मलाई 24 दिनपछि थाहा पाउँयो कि मेरो हजुरआमा आउनुहुन्न। मलाई घरमा कसैले बताएको थिएन। अब माता तीर्थ औँसीको उपलक्ष्यमा चाहिँ शुभकामना आदान प्रदान पनि होस्, घरबाट टाढा हुनेहरूले आमालाई स्मरण पनि गर्न सकोस् र सबैजनामा चाहिँ एउटा सौहार्दपूर्ण वातावरण बनोस् भन्ने खालको चाहिँ देखियो। त्यसले यहाँहरू सम्पूर्णमा चाहिँ अब माता तीर्थ औँसीको शुभकामना छ। अब अहिले मलाई खासै ठ्याक्कै एउटा रचना तीर्थ छैन, त्यो पनि यस शुभकामना दिउँ भनेर आएको हो। धन्यवाद पार्टिसिपेसनको लागि, सुनिदिनु भएको पनि धन्यवाद। होइन फेरि पनि हामी कुनै दिन केही विषयमा यस्तै केहीहरू गरौँला है। सहकार्य बनिरहोस्। धन्यवाद। निरस छ त्यो जीवन जहाँ फुलहरू फुले पनि फुलहरूमा झ्याम्मिने भमराहरू एकाएक बिछडिएका छन्। ती चाहना थिए या बाध्यता, तर आमा हुन् तिनी जो सपना देखिरहन्छन्, देख्न सिकाइरहन्छन्।